मन्त्रीले कानुन मात्रै बनाउने काम गर्नेछन्। मन्त्री हुनलाई सम्बन्धित क्षेत्रका विज्ञहरू हुनुपर्नेछ। यदि सांसद मन्त्री बन्न चाहे सांसद पद स्वत निलम्बन हुनेछ। यो प्रणालीले पार्टीभित्र भागबण्डा, पैसाको खेल, मन्त्री पदको व्यापार हटाउने दावी गरिएको छ। नम्बर 3, संघमा 2 सदन मात्रै रहनेछन्, प्रदेशमा 1 सदन मात्रै हुनेछ। नम्बर 4, निर्वाचन प्रणाली पूर्ण समानुपातिक हुनेछ र जनसङ्ख्याको आधारमा प्रतिनिधित्व गर्नुपर्नेछ। साम्पाङको लक्ष्य निर्वाचनलाई पैसाको खेल होइन, समान प्रतिनिधित्वको आधारमा बनाउने रहेको छ। नम्बर 5, विद्यालयमा हप्ताको 3 दिन मात्रै सैद्धान्तिक पढाइ हुनेछ र 4 दिन उत्पादन, श्रम र साहित्य सिर्जनामा प्रयोग गर्नुपर्नेछ। नम्बर 6, 12 कक्षासम्म अध्ययन गर्ने विद्यार्थीले खाना पकाउन र लुगा सिउन अनिवार्य सिक्नुपर्नेछ। नम्बर 7, कक्षा 12 पछि अनिवार्य सैनिक तालिम लिनुपर्ने र सैनिक तालिमपछि मात्र उच्च शिक्षा लिन पाइनेछ। नम्बर 8, शिक्षक कुनै दलको सदस्य बन्न नपाउने, यदि त्यस्तो भेटिएमा पद खारिज हुनेछ। पढाइ उत्पादनसँग जोडिनुपर्छ, यही साम्पाङको मुख्य दृष्टिकोण रहेको छ। नम्बर 9, सबै आइएनजिओ खारेज हुनुपर्नेछ। सीमा सुरक्षामा सैनिक तैनाथ गरिनुपर्ने र सीमा अतिक्रमण पूर्ण रूपमा रोक लगाउनु पर्नेछ। साम्पाङको शब्दमा राष्ट्र पहिले अनि राजनीति पछि हुनेछ। नम्बर 10, विदेशी नागरिकले 5 वर्ष निरन्तर नेपालमा बसिरहेको आफ्नो पुरानो नागरिकता त्यागेको प्रमाण दिएपछि मात्रै नेपाली नागरिकता प्राप्त गर्नेछन्। साम्पाङको नागरिकता वितरणमा ठगी र प्रवाह रोक्ने उद्देश्य रहेको छ। नम्बर 11, वैज्ञानिक कर प्रणाली, धनीबाट धेरै र गरिबबाट कम नियम लागू हुनुपर्नेछ। नम्बर 12, 1 गाउँ 1 उद्योग 1 घर 1 स्वरोजगार अभियान सफल बनाउने, साथै स्वदेशी उत्पादन प्रोत्साहन गर्नुपर्ने। नम्बर 13, विदेशी लगानी बिना शर्त मात्र स्वीकार गरिनेछ। नम्बर 15, सरकारी खर्च कटौती र मितव्ययितामा पेचिलो कदम हुनेछ। साम्पाङको आर्थिक मोडेल भारत, चीन, क्युबा, भुटानको मिश्रित मोडेल जस्तै रहेको छ। नम्बर 15, सरकारी कर्मचारीले गल्ती गरे सोझै बर्खास्त गरिनेछ। पत्रकार र न्यायपालिका पूर्ण गैर राजनीतिक हुनुपर्नेछ र त्यस्तो गरेको पाइएमा सजाय हुनेछ। नम्बर 16, देशका सबै ठाउँमा सरकारी बैठक लाइभ प्रसारण गर्नुपर्नेछ। अर्को साम्पाङ भन्छन् छानो मुनिको भ्रष्टाचार रोक्न छाना माथिको पारदर्शिता चाहिन्छ। नम्बर 17, युवा जेन्जीको मुद्दा, जेन्जीका गुनासो सुन्न छुट्टै आयोग बनाइनेछ। नम्बर 18, अनिवार्य श्रमदान नीति लागू हुनेछ। युवालाई स्वरोजगारमा जोड्ने कार्यक्रमहरू हुनेछन्। नम्बर 19, धर्मनिरपेक्षतालाई कायम राख्दै कसैको करकापमा धर्म परिवर्तन गराउन नपाइने नीति पार्टीले लिएको छ। यसरी हेर्दा हर्क साम्पाङ जनतासँग र